शुभ प्रभात यो बिहानीको मौसममा। आज चाहिँ बाहिर म रारा जाँदैछौँ। यो रारा जाँदै गर्दा जिल्लाको तुम हाइनाथ भारत नगरपालिकाको तुम भन्ने काम हो। यो मेरो ठाउँ रोल्पा भन्दा पनि धेरै राम्रो यहाँ घुम्नलाई चाहिँ पर्यटकीय स्थल पनि छ। हामी चाहिँ राराताल जाँदैछौँ चाहिँ। अब यहाँ हिँड्दा हिँड्दा थकै लागेर चिया खान गएँ दिल्लीमै। प्लिज उहाँ चाहिँ पछाडि देख्नुहुन्छ। सास फेर्न गाह्रो महसुस भइरहेको छ। रारा महादेव मन्दिर दर्शन गरेर फर्किसक्यो है। यहाँ चाहिँ अब राजा महेन्द्रले होइन चाहिँ हेलिकप्टर खस्दा चाहिँ अब त्यो सुनको गाई पनि खस्यो भन्ने चाहिँ अब हामीले पुरानो पुस्ताबाट सुनेको कुरो। अब त्यो हुनाले चाहिँ अब यो महादेव मन्दिर पनि उहाँ तपाईँहरूले सुनको गाई पनि देखाइसक्यो है। राजा महेन्द्रले चाहिँ सुनको गाई चढाउनु भनेर होइन भनिसकेपछि अब पुरानो हामीले पनि पुर्खाहरूबाट सुनेको कुरालाई चाहिँ यसो भनेको मात्र है त। विश्वास गरेर चाहिँ हामीले चाहिँ त्यो भनेको कुरो चाहिँ अब हामीले अब अहिले चाहिँ हामीले अब दुई दाइ भाइले कुरो गऱ्यौँ पुरानो पुस्ताको विश्वास मानेरै यो भन्ने। तर अब खास एक्ज्याक्ट कुरा चाहिँ के हो अब पुरानो पुस्ताहरूले पनि थाहा होला। अझै अब उहाँहरूले सोधेर नै थाहा हुन्छ है। हामी रारा पुग्न अब जम्मा 15 मिनट बाँकी छ। माई गुडनेस यति राम्रो ठाउँ, एकदम खुसी लाग्यो। थ्याङ्क यू सो मच नवल भाइ। थ्याङ्क यू भाइ। यस्तो राम्रो ठाउँ रारा मैले सोचेकै थिएन यति राम्रो छ भन्ने कुरा। पुरै भ्यू यति दामी छ है। तपाईँहरू पनि आउनुलाई यहाँ घुम्नलाई चाहिँ एकदमै राम्रो ठाउँ। कम भावनाले हाम्रो भाइहरूले चाहिँ हावा हान्दैछ। हाम्रो चाहिँ रारामा अब बुकिङ सुरु भइसक्यो है। हामी 3 जना भएर चाहिँ अब यहाँ घुमिरहेको छ अहिले मजासँग। देख्न सक्नुहुन्छ राराताल। वाउ ट्रेन पनि आएको है बिचबाट दामी। आज चाहिँ म एकदम एक्साइट हुने फर्स्ट टाइम चाहिँ म यसरी रारातालमा घुम्दैछु। आज चाहिँ यहाँ एकदमै खुसी छु म है। राराको भाइहरूले चाहिँ म रोल्पाको मान्छेलाई चाहिँ आज यहाँ यस्तो मजाले के अरे यो रारातालको बिचमा लिएर सायद मैले सोचेको पनि थिएन म यसरी यहाँ आएर घुम्छु यो ठाउँमा यसरी बुटिङ गर्छु भनेर है। कल्पनाभन्दा टाढाको कुरा थियो। वाउ आइ एम सो एक्साइटेड यार। एउटा यस्तो अविस्मरणीय क्षण भयो नि मेरो लागि चाहिँ। रारामा आएर यसरी घुमियो, यति रमाइलो गरियो। माई हेन्डसम ब्रदर नवराज मुगुको मान्छे है। अनि म चाहिँ रोल्पादेखि मुगुमा यसरी मजाले बोट घुमाइयो नि। मजाले बोट घुमियो है। यस्तो रमाइलो भयो कि देख्न सक्नुहुन्छ। हेर्नु न यति राम्रो ठाउँ है। उताको चाहिँ त्यो कुन हिमाल रे सिस्नी हिमाल देख्न सक्नुहुन्छ। राराताल नजिकै छ तर अब डिस्टेन्सले त धेरै टाढा नै छ तर हेर्दाखेरि चाहिँ नजिक देखिन्छ। यो चाहिँ ताल भइहाल्यो। एकचोटि चाहिँ आउनुहोस् घुम्न हजुरहरू पनि।